गाइस अरियलको पोलो यहाँ कति ठुलो रहेछ। हाम्रो भैँसी कति समझदार छ देख्नुभयो गाइस। तपाईहरुको रिक्समै मैले यो यस्तो जुगाड गरेको। सधैँभरि इन्जोय मात्र हुन्न के रे हैन र। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। एन्ड आज च्यालेन्जेसको डे 4। सो आज मौसम पनि चिसो चिसो बढिरहेको छ। सो सबैजनाले आफ्नो ख्याल राख्नु होला है। देख्न सक्नुहुन्छ कुहिरोले सबै ढाकिसकेको छ। एन्ड आज चाहिँ शनिबारको दिन। अब स्कुल पढ्नेहरूको त सबैको छुट्टी होला र सरकारी जागिर गर्नेहरूको पनि छुट्टी होला। एन्ड सबैजना अब घरमै बस्नु भएको छ होला। अनि आज कता कता जाने प्लान छ होला कसै कसैको है। हो डेटिङ जाने प्लान होला, कसैको मुभी जाने प्लान होला हैन। गाइजहरुको अब टक्क टुर जाने प्लान होला हैन। सो सबैको यात्रा सफल रहोस्, आजको दिन शुभ रहोस् है। त्यसो गर्दै आजको मेरो भ्लग स्टार्ट हुन्छ। सो सर सबैतिर अब कुहिरो लागिरहेको छ। आम्बो साग त फेरि खतरा बढिसक्यो क्या हाम्रो घरतिर त। कति ठुल्ठुलो भइरहेको। अझ त्यहाँ मलखतिमको त खतरा भयो झन्। कहाँबाट नि यता छैन खोरीतिर। ए हस्, मेरो कपडा धोइदिनु हुन्छ। धोइदिनु त नि ल, जान्छु त्यति घाँस काटेर आइदिनु ल। धुन त के ठुलो कुरो होइन। मम्मीलाई के उहाँसँग पुरा पनि बनेर हो। मम्मीलाई किन चाहियो। तो लगा कर दिखा मुझे। ल म गएँ। जिमी पछि पछि आइज। ल म गएको। ल गाइज अब हजुर गाइज अरियलको पोलो यहाँ कति ठुलो रहेछ यार। यहाँ यार कत्रो अरियलहरू रहेछ। अरियलको पोलो कल्लेमा फालेको रहेछ। यत्रो रहेछ यार अरियलको पोलो यार। कालो अरियल रहेछ यार गाइज यार। कालो अरियल बाटोमा हिँड्दै हिँड्दा कालो अरियल भेटियो गाइज। ये क्या सुन रहा हूँ मैं? घाँस काट्न चाहिँ हामी हिजो सिन्तालाई टिपेट ठाउँ जानुपर्छ। त्यो चाहिँ वहाँ पारि हो होइन। अच्छा सर गाउँको ठीक है भनेर हाम्रो रोड यही हो गाइज। सुन्तला यो चाहिँ हामीले छोडियो खानको लागि राखेको। हिजो हाँसी छोड्यो भन्दै थियो यार। हाँसी कहाँ छोड्यो भन्ने कुरो भन्नु त मेन। त्यहाँनिर चाहिँ ह्याङ्कुसी बनाएको त्यतै छ कि भन्ने म आशा राख्दछु भने जस्तै भयो त। कहाँ राख्नुभएको छ? सुनिल दाइले राखिदिनु भएको थियो। हाँसी सर यहाँ बनाउनु भएन। कहाँ रहेछ भन्दा मैले देखेकै गाइज। यहाँ माथि राख्नु भएको रहेछ होइन। कोपेर हिलाउ हाँसी जोडेर हिँड्दा केटाले कहाँ से आते सुन्तला त सब क्लियर गर्नु। ल गाइज म चाहिँ यही खनियो टक्क यो खनियो काटेर भारी बनाएर जानु पर्यो। डोकोले त यो सरर काट्दिन हुन्थ्यो है। अब अर्कोचोटि गाइज घरतिर पनि काम गर्नुपर्छ कि यसरी। पढ़ाई लिखाई में ध्यान लगाओ। गर्नु त गर्छु नि है। गर्नु परिहाल्यो नि यार। भनेपछिको छोरीछोरी भइयो। मिडल क्लास होस् सबै एडजस्ट गर्नुपर्छ।
हामी घर जान्छ भोक पनि लागिरहेको थियो सो गाइज सधैँभरि इन्जोय मात्र हुन्न के अरे होइन र भन्न खोज्ने हजुरहरूको लागि एउटा सर्ट भिडियोजको लागि रन्नाले त्यस्तो अप्ठ्यारोबाट फ्रेस भएर चाहिँ म आफ्नो रुममा प्रवेश हुन म सफल भएँ अब चाहिँ गाई चाहिँ एकैछिनको सेवा खाना खानु पर्यो है ओके A few minutes later. के को बैठक र साधारण बैठक समूहभरि ए अर्जुन चोपडी जानु पर्यो अभी मजा आएगा ना भिड ठिकै भयो यतिकै गयो त अलि जाडो हुन्छ कि भन्ने हो चाहिँ छोड्न जानु पर्ने भयो अर्जुन चोकरसम्म है आज फेरि के बैठक अरे बैठक के ए त नि त्यही हो यसैको बैठक आज के हो वार्षिक आर्थिक प्रतिवेदन आर्थिक वर्ष 2042 अरे 2082 मैले फेरि तुलसी मातालाई नमस्ते गरेर ल हिँड्नु ल गाइज मम्मीलाई छोडेर अचौबाट आउनु पर्यो 5 मिनट आइहालिन्छ नि Hour later. गाइज भर्खर चाहिँ मम्मीलाई छोडेर आएँ है भिडियो बनाउनु पर्यो रहेछ तर अब कसले समात्ने बल्ल बल्ल सिकिरहेको मोबाइल समात्ने कुरो भन मम्मीलाई भनिनँ अब लिन जाने बेला चाहिँ यसो भन्छु कस्तो हुन्छ ल अहिले चाहिँ म घर आएको अब कुँडो खाउने बेला भएछ गाइज होइन अब चाहिँ कुँडो सुँडो खुवाउनु पर्यो होइन यहाँबाट चाहिँ पहिला यसलाई चापट कि के बढाउनु भन्छ है यो पनि हाल्नुपर्छ हजुरकोतिर के भन्छ है यसो हल्का मही पनि हालिदिने अन्त फेरि यो पनि पर्यो भैँसीले कति समझदार छ देख्नुभयो यसले खायो होइन यसले खायो अनि भ्याउँछ कि भ्याउनु त उसलाई हेरेर बसिरहेको रहेछ कि आफ्नो छोरीलाई यसले खान्छ कि खान्छ यसमा छ कि छैन बाबा दिन्छु भनेर राखेको रहेछ कि यस्तो हुन्छ भैँसी सुधा समझदार त हाल्दैन त्यसलाई भन्नु खोजेको हो कि यसले सक्सेसफुल अब यहाँबाट लिएर जान्छ भिडियो कस्तो हुन्छ हेर्नुलाई मम्मीले लिन जाने पहिला आमाले लिएर आउँछु आमा पनि जानुभयो मामा काकामा सो मोबाइल राख्छु कस्तो हुन्छ गाइस तपाईँहरूको रिक्समै मैले यो यस्तो जुगाड गरेँ यस्तो भिडियो हुन्छ कि हुन्न है हेर्नु होला ठीक है समझ गया आइसक्यो आमा मम्मीहरू फेरि उहाँ आउनुभएको रहेछ बल्ल सो गाइज अब लिएर जान्छु मम्मीहरूलाई मोबाइल अघि अड्काएको त मिल्दै मिलेन कस्तो झ्याउ गरेर खसेर अनि मिल्दै मिलेन सो त्यही भएर अब चिहान यस्तो पर्दैन ल हिँड्न बस्नु यहाँ आफै घोल्टिन्छ बस्नु ल बस्नु भएन ए भयो समात्नु है त्यो लट्ठी ल
नकोल्टिनु है